अब अगाडि कस्ता किसिमका भूमिकाहरू अपेक्षा गर्नुभएको छ? यस्तै नै भनेर ठ्याक्कै यही तरिकाको या यस्तै मात्रै गर्छु भन्ने चाहिँ छैन, तर मलाई चाहिँ यस्तो क्यारेक्टर गर्न मन छ जसले चाहिँ आफ्नो इन्ट्रुसिभ थट्समा काम गरेर एकदमै छिटो रियाक्ट गर्ने, जे मन लाग्यो त्यही गर्ने हुन्छ नि एकदमै। अहिले त आई थिङ्क रिबर्थ भएर पनि अहिले ग्रो हुने क्रममा छ। हामी एउटा टाइममा आई थिङ्क एकदमै कोल्याप्सै भइसकेको जस्तो थियो। धरानमा त मेरो आई थिङ्क एकदमै नै ब्युटिफुल चाइल्डहुड भयो, एकदम प्रोटेक्टेड, अनि फ्यामिली पनि एक्सटेन्डेड फ्यामिलीहरू पनि सँगै हुनुहुन्थ्यो। घर ज्वाइँको क्यारेक्टर आयो, घर ज्वाइँको स्टोरी आउन बित्तिकै त्यो घर ज्वाइँ कल्चर इन इट सेल्फै मेरो लागि चाहिँ एकदमै सकिङ पनि थियो। मैले सुनिराखेको देखिराखेको भन्दा चाहिँ अलि भिन्न नै थियो। घरमा पनि एक्चुअली मैले सोहरू गर्थेँ भनेको एक्लैले डान्स गर्ने, लुगा पनि चेन्ज गर्ने, अनि टिकट सिस्टम जस्तो राखेर घरमै पकेट मनी बनाउनलाई चाहिँ त्यस्तो पनि गरिरहेको हुन्थेँ। नमस्कार प्रिय दर्शकवृन्द, स्वागत छ तपाईहरुलाई मनको कुरा विथ बसन्त चौधरीको यस नयाँ अध्यायमा। जीवन एउटा कथा हो, कहिले तीतो, कहिले मिठो, कहिले आँसुहरूमा बग्ने त कहिले मुस्कानमा फैलिने। यस्तै विविधता बोकेकी नायिका आज हामीसँग हुनुहुन्छ हाम्रो अतिथिको रूपमा, जसको आँखाले सपना देख्छ र मुस्कानले लुकाउँछ धेरै कथाहरू। उहाँसँग कुराकानी थाल्नु अघि हेरौँ उहाँको परिचय दिने यो सानो इन्ट्रो भिडियो। हङकङमा जन्मिएकी मिरुना मगर नेपाली चलचित्रकी लोकप्रिय नायिका हुन्। धरानकी चर्चित नाट्यकर्मी शशि सुब्बा एवं बेलायती सेनाको गोर्खा रेजिमेन्टमा कार्यरत धन बहादुर मगरकी छोरी मिरुना 12 वर्षको उमेरमा आफ्नो परिवारसँगै लन्डन गइन् र त्यहाँ उनले आफ्नो प्रारम्भिक शिक्षा पूरा गर्नुका साथै अन्तर्राष्ट्रिय विकास विषयमा स्नातकोत्तर गरिन्। अभिनयलाई आफ्नो करियर बनाउन नेपाल फर्केकी मिरुनाले 2018 मा लाल पूर्जा मार्फत नेपाली फिल्ममा डेब्यू गरिन्। त्यसपछि उनले रोज, साइनो र चच हुई जस्ता चलचित्रहरूमा अभिनय गरिन्, जसका लागि उनले समीक्षकहरूबाट राम्रो प्रशंसा पाइन्। सन् 2022 को अत्यधिक सफल चलचित्र कबड्डी 4 बाट मिरुनाले लोकप्रियता हासिल गरिन्। त्यसको अर्को वर्ष प्रदर्शित जारी चलचित्रले पनि नयाँ कीर्तिमान स्थापित गर्यो र निर्माताहरूले मिरुनालाई लक्की स्टारका रूपमा लिन थाले। मिरुनाले विभिन्न समुदायका कथाहरूलाई पर्दामा जीवन्त पार्न महत्त्वपूर्ण भूमिका खेलेकी छिन्। कबड्डी 4 मा थकाली समुदायकी सोल्टिनी, जारीमा लिम्बू समुदायकी हाङमा र रङ्गेलीमा थारू युवती जुनकिरीको भूमिकामा उनले दर्शकहरूको मन जितेकी छिन् भने पछिल्लो रिलिज चलचित्र घर ज्वाइँ र मनसराबाट पनि उनले व्यापक प्रशंसा पाएकी छिन्। उनी सन् 2023 को लागि नेपाल युरोपियन युनियन फिल्म फेस्टिभलको ब्रान्ड एम्बेसडर समेत बनेकी थिइन्। हजुर, आज हामीसँग हुनुहुन्छ चर्चित अभिनेत्री मिरुना मगर। आउनुहोस् उनको मनको गहिराईसम्म पुग्ने एउटा यात्रा तय गरौँ। स्वागत छ मिरुना। धन्यवाद। मिरुना, तपाईले डजन भन्दा बढी मुभीहरुमा एक्ट गर्नुभयो। व्हिच वान इज क्लोजर टु योर हार्ट? सबै नै एकदमै क्लोज छ मेरो लागि चाहिँ, किनकि जसरी इच एन्ड एभ्री मुभीबाट मैले चाहिँ एउटा नयाँ कुरा, नयाँ समुदायसँग नजिक हुने मौका पाएँ, एउटा नयाँ पात्रको कथा भन्ने मौका पाएकोले गर्दा चाहिँ सबै नै मेरो लागि एकदमै प्यारो छ। तर अब काम गरेको हिसाबले र जुन मेरो जर्नी अगाडि बढिरहेको थियो त्यो बेला आइपुगेको स्क्रिप्ट जारीको स्क्रिप्ट थियो। जारी चाहिँ मेरो लागि एकदमै नै क्लोज छ र हाङमाको क्यारेक्टर स्पेसली चाहिँ मैले त्यो क्यारेक्टर गरिराख्दाखेरि
अगाडि गरेको क्यारेक्टरहरू भन्दा आफूले नबोगेको रियल लाइफमा गर्न नपाएको कामहरू चाहिँ मैले जारीमा हाङमाको थ्रु गर्न पाएको थिएँ। त्यही भएर हाङमा चाहिँ मेरो लागि एकदमै स्पेसल छ। अब अगाडि कस्ता किसिमका भूमिकाहरू अपेक्षा गर्नुभएको छ? यस्तै नै भनेर ठ्याक्कै यही तरिकाको या यस्तै मात्रै गर्छु भन्ने चाहिँ छैन, तर मलाई चाहिँ यस्तो क्यारेक्टर गर्न मन छ जसले चाहिँ आफ्नो इन्ट्रुसिभ थट्समा काम गरेर एकदमै छिटो रियाक्ट गर्ने, जे मन लाग्यो त्यही गर्ने हुन्छ नि, एकदमै त्यस्तो एकदम रियाक्ट गर्ने क्यारेक्टर चाहिँ मलाई एक्सप्लोर गर्न मन छ। घर ज्वाइँमा तपाईँले मगर केटीको भूमिका गर्नुभयो र मगर संस्कृतिमा बाँच्नुभयो। फिल्मको मगर संस्कृति र तपाईँले वास्तविक जीवनमा बाँचिरहनु भएको मगर संस्कृतिमा के फरक पाउनुभयो? एकदमै धेरै फरक पाएँ मैले, किनकि म चाहिँ मगर समुदाय भए तापनि पूर्वी नेपालको मगर समुदायबाट बिलोङ गर्छु। त्यसमाथि मेरो मम्मी पनि लिम्बू हुनुहुन्छ। सो मैले हुर्किँदाखेरि चाहिँ एउटा मिक्स्ड कल्चर लिम्बू मगर अनि दुईटै कल्चरलाई चाहिँ लिएर हुर्किरहेको थिएँ। अनि पूर्वको हाम्रो मगर भाषा अनि मगर संस्कारहरू पनि धेरै नै फरक रहेछ। त्यो मलाई सानैमा युके गएको भएर जति जे फ्यामिलीले सिकाउनु भयो अनि आफन्तहरूबाट जे सिकेँ त्यति मात्रै थाहा थियो। तर जब घर ज्वाइँको क्यारेक्टर आयो, घर ज्वाइँको स्टोरी आउन बित्तिकै त्यो घर ज्वाइँ कल्चर इन इट सेल्फै मेरो लागि चाहिँ एकदमै सकिङ पनि थियो। मैले सुनिराखेको देखिराखेको भन्दा चाहिँ अलि भिन्न नै थियो। अनि जब रुकुमको टक्सरा भन्ने ठाउँमा हामी गएर करिब 45 दिन जस्तो नै बस्यौँ होला। त्यो ठाउँमा बसिराख्दा त्यहाँको रीतिरिवाज, मर्दाखेरि, मान्छे जन्मिँदाखेरि अनि बिहे व्यवहारमा गरिने कुराहरू, कल्चरहरू एकदमै नै भिन्न पाएँ। इभन भाषा पनि भिन्न थियो। मोडर्न डे लाइफ र तपाईँले रुकुमको जीवनको बारेमा कुरा गर्नुभयो। What difference do you think? There's definitely a lot of differences. I think the pace in itself is very slow. Slow भन्नाले फेरि ढिलो काम हुने या त्यहाँको मान्छेहरूले चाहिँ अलि बिस्तारी काम गर्नुहुने भन्ने चाहिँ होइन रहेछ। म त्यहाँ टक्सरामा बसिराख्दाखेरि चाहिँ मलाई त्यहाँको हावा पानी अनि आई थिङ्क भाषाले पनि होला कसरी बोल्नुहुन्छ उहाँहरू, अनि उहाँले इच एन्ड एभ्री कुरालाई चाहिँ वान स्टेप एट अ टाइम लगेर जानुभएको जस्तो मैले देखेँ। अनि जे भइरहेछ लाइफमा प्रेजेन्ट टाइमलाई चाहिँ सकेसम्म इम्ब्रेस गरेर अनि मजाले नै जिउँ भन्ने चाहिँ मलाई लाग्यो। हामी मोडर्न डे लाइफ यहाँ सहरमा चाहे काठमाडौँ होस् लन्डनमा होस् बसिराख्दाखेरि चाहिँ एभ्रिथिङ्स भेरी फास्ट पेस्ड अनि एकदमै कहिले यो सकेर अर्को काम गरौँ, अर्को छिटो 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 भन्ने हुन्छ नि त हामीलाई। सो त्यो चाहिँ मैले धेरै नै फरक पाएँ। अनि त्यहाँ बसिराख्दा मैले त आफैलाई एउटा नयाँ साइड अफ मी पनि एक्सप्लोर गर्ने मौका पाएँ। मैले भनिरहेको थिएँ त्यहाँ हाम्रो टिमलाई पनि अझै 1-2 दिन बस्न पाए हुन्थ्यो टक्सरामा। मलाई यो ठाउँ चाहिँ नेपालीहरू सबै पुग्नै पर्ने ठाउँ हो जस्तो पनि लागेको थियो। लट अफ लर्निङ। हजुर, डेफिनेटली। योर स्टडी प्राइमरी हङकङमा भएपछि देन यु केम टु नेपाल एन्ड वेन्ट ब्याक टु लन्डन। हजुर। एन्ड यु डिड योर ग्रेजुएसन फ्रम लन्डन इन सोसियोलोजी, होइन? हजुर हजुर। सोसियोलोजीमा पढ्दा पढ्दै वाट मेड यु come to Nepal and join the film industry? So initially when I came to Nepal, it was more to do with volunteering. I've always wanted to come back. Even when I was there studying for my bachelor's, I volunteered for a group called Big Build Nepal. So Big Build Nepal को थ्रू चाहिँ म नेपाल आएको थिएँ 2014 मा फर्स्ट चोटि। त्यहाँ काम गरिराख्दाखेरि चाहिँ मैले जुन देखेको नेपाल थियो सानोमा हुर्किँदा अलिकति 10 वर्षको बीचमा मैले देखेको नेपाल र त्यहाँ आइसकेपछि एज अ टिनेजर एक्सपिरियन्स गरेको नेपाल चाहिँ एकदमै अझ बढी प्यारो लाग्यो मलाई चाहिँ। अनि त्यो कारणले चाहिँ म नेपाल ब्याक आउन खोजेको थिएँ सुरुमा। अनि जब म युनिभर्सिटी सकाएँ, मैले ब्याचलर सकेपछि चाहिँ म काम गरिरहेको थिएँ। राम्रै काम थियो युकेमा, होटल फिल्डमा चाहिँ मैले मिटिङ्स एन्ड इभेन्ट्स एक्जिक्युटिभ भएर काम गरिरहेको थिएँ। अनि त्यो काम गरिराख्दाखेरि त्यो एउटा आई थिङ्क आई वाज ल्याकिङ
अ पर्पज अर सेल्फ फुलफिलमेन्ट हुन्छ नि, मैले के गरिरहेको छु, कसको लागि गरिरहेको छु भन्ने कुरा चाहिँ मलाई अलिकति ल्याकिङ फिल भएर मैले डिसाइड गरेँ 3 महिनाको लागि चाहिँ नेपाल जान्छु, भलन्टियर गर्छु भनेर चाहिँ आई स्टार्टेड फाइन्डिङ आउट अबाउट डिफ्रेन्ट च्यारिटी अर्गनाइजेसन्स हु टेक इन भलन्टियर्स। अनि म नेपाल आएर एउटा अर्गनाइजेसनसँग काम गर्छु भनेर सोचेको थिएँ, तर नेपाल आउँदाखेरि चाहिँ त्यहाँको कति कुरा त्यो पेपर वर्कहरू मिलेन, अनि मलाई जुन कन्फर्मेसन पठाउनु भएको थियो त्यो पनि मिसिङ छ भन्नुभयो कि। सो त्यो पछि चाहिँ मसँग खाली टाइम भएर आई जोइन्ड थिएटर, अनि त्यहाँ पछाडि चाहिँ मेरो जर्नी स्टार्ट भएको मुभीको। सोसियोलोजीमा ग्रेजुएसन गर्नुभएको छ, हाउ डु यु सी द पोलिटिकल सिनेरियो अफ नेपाल र कतिको अफेक्ट गरेको छ इन फिल्म इन्डस्ट्री त्यसले? एकदमै आई थिङ्क पोलिटिक्स इज सच अ थिङ द्याट इज भाइटल टु अ कन्ट्री। अनि एभ्री सिटिजन हुन्छ नि, जुनै सेक्टरमा, चाहे फिल्ममा होस्, काम जुनै पनि सेक्टरमा असर गरिरहेको हुन्छ। सो केही न केही हिसाबले असर गरिरहेछ। बट इभन दो आई स्टडी सोसियोलोजी, मैले युकेमा पढ्दाखेरि र नेपालको पोलिटिकल सिचुएसन चाहिँ मलाई बुझ्नलाई अझै पनि गाह्रै छ जस्तो लाग्छ। मैले सकेसम्म चाहिँ फलो गर्न ट्राई गर्छु के भइरहेछ, कसरी भइरहेछ भन्नाले, तर पनि आफ्नो काममा यतिसम्म इन्ग्रेन्ड भइँदो रहेछ कि त्यो एक्चुअल त्योबाट बाहिर निस्केर सबै हुन्छ नि फुल्ली रूपमा बुझ्नलाई चाहिँ मलाई अझै पनि बुझ्ने प्रयासमै छु भनौँ, तर अफेक्ट चाहिँ भइरहेको हुन्छ। नेपाल फिल्म इन्डस्ट्री कुन स्टेजमा छ जस्तो लाग्छ तपाईँलाई? अहिले त आई थिङ्क रिबर्थ भएर पनि अहिले ग्रो हुने क्रममा छ। हामी एउटा टाइममा आई थिङ्क एकदमै कोल्याप्सै भइसकेको जस्तो थियो, तर त्यहाँबाट फेरि जन्म भयो, अनि बामे सर्दै अहिले बामे सर्ने स्टेजमै छौँ, उठ्न खोजिरहेछौँ जस्तो लाग्छ। तर अहिले प्रेजेन्ट सिनारियो हेर्दाखेरि जति पनि सुटहरू भइरहेछ, जति पनि मुभीहरू बनिरहेछ, नयाँ नयाँ प्रड्युसर्स, इन्भेस्टर्सहरू आइराख्नु भएको छ फिल्म क्षेत्रमा, त्यो हेर्दाखेरि चाहिँ आई सी अ ब्राइट फ्युचर। एकदमै स्टोरीदेखि लिएर एक्टर्सहरू पनि अझ पढेर आउँछु, डिरेक्टर्सहरू सबैजना चाहिँ यही फिल्डलाई नै फोकस गरेर यसकै बारेमा अझ बढी अध्ययन गरेर आउँछु भन्ने मैले व्यक्तिहरू चाहिँ धेरै देखिरहेको छु। फिल्ममा यो फिल्म मेकिङ इज इम्पोर्टेन्ट अर मार्केटिङ इज इम्पोर्टेन्ट? आई थिङ्क इट गोज ह्यान्ड इन ह्यान्ड, दुइटै इम्पोर्टेन्ट छ। आफूले फिल्म के को लागि बनाउने भन्नेमा पनि फरक पर्छ होला। अब जस्तै आफूसँग स्टोरी छ एउटा, अनि म चाहिँ एउटा राम्रो टिम लिएर यो फिल्म बनाउँछु, तर हेर्न पनि जरुरी छ। त्यो स्टोरी भनेको आई थिङ्क इट हेज टु ट्रान्सेन्ड फ्रम अ मेकर टु द अडियन्स, होइन? सो त्यो हुँदाखेरि चाहिँ मार्केटिङ कम्स इन ह्यान्ड। त्यति बेला एउटा राम्रो मुभी त बन्छ, तर त्यो चाहिँ उसको टार्गेट अडियन्ससम्म पुग्नलाई मार्केटिङ एकदमै इम्पोर्टेन्ट छ। सो दुइटै इक्वली मलाई चाहिँ इम्पोर्टेन्ट छ जस्तो लाग्छ। मार्केटिङमा फोकस यु थिङ्क सेटिस्फ्याक्टरी भइराख्या जस्तो लाग्छ तपाईँलाई? हामी ट्राई गरिरहेछौँ, तर अलिकति एउटै वेमा गइरहेछौँ कि जस्तो लाग्छ। हामीले एक्सप्लोर गर्न जरुरी छ अझ बढी वेज अफ मार्केटिङहरू। सो त्यतिमै सीमित नभएर अझ बढी डिजिटली पनि हामीले अझै गर्न सक्छौँ जस्तो लाग्छ। इन्टरनेसनल अडियन्सको अवस्था के छ? इन्टरनेसनल अडियन्स भन्नाले आई थिङ्क हाम्रै नेपाली डायस्पोराको नै नेपालीहरू हुनुहुन्छ, होइन? अहिलेको लास्ट फ्यु इयर्स भनौँ 3-4 इयर्समा चाहिँ नेपाली मुभीहरू इक्वली नै बाहिर पनि सो भइरहेको छ। म आफैले पनि एक्सपिरियन्स गर्ने मौका पाएँ। म मलेसिया, सिङ्गापुर, हङकङ, जापान, कोरिया सबैतिर चाहिँ मुभीलाई नै लिएर जाने मौका पाएँ। अस्ट्रेलिया पनि गएँ। त्यो हेर्दाखेरि चाहिँ अनि फेरि त्यहाँनिर पहिला चाहिँ एउटा हल बुक गरेर आफैले एउटा सोसियल इभेन्ट जस्तो गरेर सो गर्नुहुन्थ्यो भने अहिले आएर चाहिँ एक्चुअल सिनेमा हलमै प्रदर्शन हुँदो रहेछ नेपाली चलचित्र। त्यो हेर्दाखेरि एकदमै खुसी लाग्यो। अनि हाम्रो अडियन्सहरू चाहिँ जहाँ गए पनि नेपालमा मात्रै सीमित नभएर इन्टरनेसनली पनि त्यत्तिकै हामीलाई सपोर्ट गरिराख्नु भएको छ। नेपाली सिनेमालाई, कलाकारहरूलाई सपोर्ट गर्नुभएको छ भन्ने चाहिँ मैले आफैले पनि एक्सपिरियन्स गर्ने मौका पाएँ। Thank you. जन्म तपाईँको हङकङमा हजुर भयो? हुन त सानो उमेरमै त्यहाँबाट काठमाडौँ आउनुभयो, तर बाल्यकालका केही रमाइला घटनाहरू सम्झिनुहुन्छ?
हङकङमा त म 2.5 वर्षसम्म मात्रै थिएँ हजुर त्यही भएर मलाई त्यो एक्चुअल मेमोरी चाहिँ छैन तर दिदीले भन्नुभएको कथाहरूले स्टोरिजहरूले चाहिँ मलाई अलिअलि हो कि होइन त्यो फेन्ट मेमोरी आई थिङ्क आई क्रिएटेड द्याट मेमोरी जस्तो लाग्छ अनि त्यस पछाडि चाहिँ धरानमा बसेँ म 10 वर्ष धरानमा त मेरो आई थिङ्क एकदमै नै ब्युटिफुल चाइल्डहुड भयो एकदम प्रोटेक्टेड अनि फ्यामिली पनि एक्सटेन्डेड फ्यामिलीहरू पनि सँगै हुनुहुन्थ्यो ठुलो फ्यामिली बाजे बजे सबैजनासँग कलरफुल मेमोरिजहरू छ त्यो भएर चाहिँ मलाई पहिलाको चाहिँ सबैजना रिलेटिभ्सहरू सँगै भएको घरमा इभेन्टहरू भएको दसैँ तिहारहरू चाहिँ एकदमै याद आउँछ धरान त कल्चरल डाइभर्सिटी भएको सिटी हो कतिको त्यहाँको रङ्गसँग तपाईँ घुलिनु भयो एकदमै आई थिङ्क यो चाहिँ मलाई मेरो आमालाई नै मैले श्रेय दिनुपर्छ यो सबैको म सानोमा हुर्किराख्दा मम्मी सोसियल वर्क पनि गर्नुहुन्थ्यो त्यसै रङ्गकर्मी पनि हुनुहुन्थ्यो धरानमा अनाम नाट्य जमातमा चाहिँ आबद्ध हुनुहुन्थ्यो अनि त्यो कारणले चाहिँ मम्मी सँगसँगै म उहाँ जता जता जानुहुन्थ्यो उहाँले लगेर जानुहुन्थ्यो सो सानैदेखि कवि गोष्ठी किताब विमोचन होइन कहिलेकाहीँ कोर्टसम्म पनि पुगेको छु मम्मीको त्यहाँ मिटिङ्सहरू हुँदाखेरि अनि त्यस्तै धरानको अब अनाम नाट्य जमातले गर्ने धेरैवटा इभेन्टहरूमा पनि गएँ अनि मैले घरमै पनि कस्तो इन्भाइरोमेन्ट थियो भने मम्मीले चाहिँ थ्रु सोसियल वर्क अलिकति आफैले गर्न नसक्ने मान्छेहरू या हुन्छ नि अलिकति हेल्प चाहिने मान्छेहरूलाई चाहिँ घरमै लिएर पनि कति मिटिङ्सहरू भइरहेको हुन्थ्यो त्यो कारणले चाहिँ सबै कुरा हेर्ने मौका पाएँ देख्ने मौका पाएँ अनि धरान इन इट सेल्फ एकदमै ब्युटिफुल छ सिटी अनि हजुरले भन्नुभयो जस्तै कलरफुल छ सो त्यहाँको अब 10 वर्षको अन्तरालमा जति घुलमिल हुन सक्ने चाहिँ मैले मम्मीको थ्रु चाहिँ एक्सपिरियन्स गरेँ हजुर बचपनमा नाचगानमा कतिको मन रमाउँथ्यो एकदमै म त त्यो मेरो ब्लडमै छ भन्छु मम्मीकै कारणले पनि होला मलाई सानैदेखि मैले धेरैवटा स्कुलको इभेन्टहरूमा पनि पार्टिसिपेट गर्थेँ अनि टिचरहरूले पनि एकदम प्रोत्साहन गर्नुहुन्थ्यो र साथै सानोमा एउटा मलाई याद भएको चाहिँ किड क्विन धरान भन्ने भएको थियो त्यो पनि म पार्टिसिपेट गरेको थिएँ अनि त्यस्तो त्यस्तो एक्सपिरियन्सहरू चाहिँ मलाई फ्यामिलीले पनि अनि टिचर्सहरूले सबैले एकदमै मोटिभेट गर्नु भएर म एकदमै रमाउँथेँ घरमा पनि एक्चुअली मैले सोहरू गर्थेँ भनेको एक्लैले डान्स गर्ने लुगा पनि चेन्ज गर्ने अनि टिकट सिस्टम जस्तो राखेर घरमै पकेट मनी बनाउनलाई चाहिँ त्यस्तो पनि गरिरहन्थेँ भेरी इन्टरप्राइजिङ अनि कुन गीतमा नाचेको सम्झिनुहुन्छ मलाई एकदमै याद भएको भनेको चाहिँ मनकी चरी उडी उडी भन्ने गीत छ त्यो मैले किड क्विनमा पनि नाचेको थिएँ घरमा पनि अनि स्कुलमा जहाँ पनि मैले त्यो गीत बज्न बित्तिकै नाच्न सक्ने त्यसको चाहिँ सबै याद भएको चाहिँ मनकी चरी उडी उडी भन्ने गीत हो गाउन पनि मन लाग्छ गीत गाउन पनि मन लाग्छ तर स्वर चाहिँ राम्रो छैन एकदमै गीत सुन्न मन लाग्छ मलाई धेरै नै गीत सुन्छु जता हिँड्दा पनि सङ्गीत चाहिँ मेरो एउटा रिदम जस्तो भनौँ न लाइफकै रिदम जस्तो लाग्छ अनि काममा अहिले एक्टिङमा पनि एकदमै हेल्प गर्छ मलाई म्युजिकले चाहिँ म त सबै जनर एकदम याद भएको भनेको त अझ सानोमा हुँदाखेरि मम्मीले घरमा चाहिँ मलाई यति धेरै ओल्ड बलिउड सङ्ग्सहरू पनि थाहा छ त्यस्तै ओल्ड नेपाली सङ्ग्सहरू पनि थाहा छ तर त्यो मैले कन्सियसली आफूले बजाएर सुनेको भन्दा पनि सानोमा त्यो ब्याकग्राउन्डमा बजिरहेको हुन्थ्यो जहिले पनि मम्मीले बजाइराख्नु भएको हुन्थ्यो अनि त्यो हिसाबले चाहिँ मलाई थाहा छ अहिले आएर त सबै नै नेपाली इङ्ग्लिस हिन्दी इभन कोरियनहरू पनि सबै नै सुनिरहेको हुन्छु म सो इभन केपअप इज योर हजुर केपअप पनि मलाई एकदमै रमाइलो लाग्छ सुन्न बाल्यकालमा कतिको चकचके हुनुहुन्थ्यो म त एकदमै कस्तो भने तर हल्ला गरेर एकदम त्यो सबैलाई देखाएर चकचक गर्ने भन्दा पनि साइलेन्टली चकचक गर्ने थिए भन्नुहुन्छ मम्मीहरूले भन्दाखेरि अनि आई हेभ द एभिडेन्स एज वेल इन्ग्रेभ्ड इन माई बडी एकदमै धेरै यो चोटपटकहरू चाहिँ घुँडामा टाउकोमा हातमा सबैतिर नै यो औँला नै झन्डै चुट्टिएको सो त्यो चाहिँ कस्तो भने म अलिकति क्वाइट भएर हराएँ भने चाहिँ मम्मीहरूलाई वरी हुन्थ्यो अरे किनकि कहाँ गएर के गरिरहेछ भन्ने खाले चाहिँ चकचकी थियो तर मान्छेको अगाडि चाहिँ फेरि त्यस्तो हजुर एक्लै हुँदा चाहिँ चकचक गर्ने हाम्रो यो प्रोग्राममा दुईटा सेगमेन्ट गाउँ खाने कथा र उखान टुक्का पनि छ तपाईँ धरानमा बस्नुभएको मलाई
पुरा विश्वास छ तपाईँलाई उखान टुक्का र गाउँखाने कथाको बारेमा पर्याप्त ज्ञान होला। हामी गाउँखाने कथा पहिले सेगमेन्टमा जाउँ है। गाउँखाने कथा 5 वटा प्रश्नका साथ 4 वटा अप्सन्स र 5 वटै प्रश्नको सही उत्तरमा नर्विक इन्टरनेसनल हस्पिटलको तर्फबाट हेल्थ कार्ड। नाइस। सो shall we start? हुन्छ। उँधोबाट हाँस आयो, एक मुठी घाँस ल्यायो, के हो? ए मुला, बी घाँसी, सी खसी, डी गाजर। घाँस आयो उँधो भने थाहा छ? तलबाट हाँस आयो, एक मुठी घाँस ल्यायो। हाँस भन्नाले चरा हाँस कि हाँस्ने हाँस? नो चरा। Continue. Okay, I'll give you grace. एक मुठी घाँस ल्यायो। I think मुला। Thank you. आफ्ना दुवै लुला हातले टोक्छ आफ्नै गाला, शिवजीलाई मन पर्ने गजबै छ चाला, के हो? ए भाङ, बी त्रिशूल, सी जटा, डी डमरू। डमरू। Sure? I think so, yeah. Nice. गुराँस, कपास, मास र काँक्रो, चारै चिजको एउटै थाक्रो, के हो? काँक्रोको अचार, बी सिमलको रुख, सी रातो सिरक, डी कालो दाल। मास र काँक्रो, सिमलको रुख, काँक्रोको अचार, कपास, मास, गुराँस, कपास। आई थिङ्क सिमलको रुख हो। मैले देखेको छु सिमलको रुख। बी सिमलको रुख रेजिस्टर गर्नुहोस् प्लिज। न त हुन्छ हाँगा न त हुन्छ पात, जतिसुकै काटे पनि पलाउने जात, के हो? ए दाउरा, बी नङ, सी पाइन, डी लौरो। बी नङ। बी नङलाई रेजिस्टर गर्नुहोस् प्लिज। You're right. गोलो गोलो चकटी छ बस्नै नहुने, बस्न खोज्दा उसको ज्यान नै नरहने, के हो? ए सेलरोटी, बी बारा, सी स्टुल, डी इनार। ज्यान नै नरहने यो त इनार हो। डी इनार। डी इनारलाई रेजिस्टर गर्नुहोस् प्लिज। You are right. Oh my God! You gave answer of all the questions. Thank you. There is your. Oh, thank you. भर्खरै हामीले मिरुनाजीसँग गाउँखाने कथा खेल खेल्यौँ, रमाइलो लाग्यो होला। हामीसँग तपाईका लागि पनि एउटा प्रश्न छ। त्यो प्रश्नको पहिलो 5 जना सही उत्तरदाताहरूले नर्विक इन्टरनेसनल हस्पिटलको तर्फबाट हेल्थ भाउचर प्राप्त गर्नुहुनेछ। अडगजी रुखका गडगजी पात, को ल्याउँछ दुना बोता, को खान्छ भात, के हो? भतेर, बी अंगुर, सी अमला, डी इस्कुस। यसको सही उत्तर हाम्रो च्यानलमा गई दिन सक्नुहुनेछ। गत साता सोधिएको गाउँखाने कथाको दर्शक प्रश्नको सही जवाब दिने पहिलो 5 जना दर्शकहरू हुनुहुन्छ। तपाईहरू हरेकले पाउनु भएको छ नर्विक इन्टरनेसनल हस्पिटलका तर्फबाट फ्री ओपीडी चेकअप। आफ्नो फ्री कुपनका लागि 1 साताभित्र दिइएको नम्बरमा सम्पर्क गर्नुहोला। बाल्यकालका नाजुक सम्झनाहरूसँगै यात्रा गर्दा गर्दै मिरुनाजीको जीवनका अनगिन्ती पाटाहरू अझै खुल्न बाँकी नै छन्। कसरी एउटा सानो सपना ठुलो पर्दामा फस्टायो, कस्तो सङ्घर्षले उनको सपनाको बाटो सजिलो बनाइदियो,
यो छोटो विश्रामपछि छिट्टै फिर्ता आउनेछौँ मिरुनाजीको भित्री मनका कुरा लिएर। कहीँ नजानुहोला। केशरले रंगिएको यो नौलो खुसी, मायाले लाडिएका यी मनमानी, उन्मुक्त मुस्कानमा बेरिएको चञ्चलता, हरेक अवसरमा मिसाउँदै नयाँ विश्वासको मिठास र आशाको स्वादले बनाउँछ हर पल हर नातालाई खास। म बसन्त चौधरी। 4 दशकको मेरो लेखन यात्रामा मैले कविता लेखेँ, गीत लेखेँ, कथा लेखेँ, लेख रचना लेखेँ। तपाईहरूले मन पराइदिनु भयो। मेरो यस लेखन यात्राको क्रममा अब म एउटा प्रेम उपन्यास लिएर तपाईहरू माझ आउँदैछु। मलाई विश्वास छ तपाईहरूले मन पराउनु हुनेछ। पुनः स्वागत छ मनका कुरा विथ बसन्त चौधरीमा। हामीसँग हुनुहुन्छ सुन्दर रूपसँगै सुन्दर मनकी धनी मिरुना मगर। मिरुनाजी, तपाईँको जीवनको पहिलो हिरो को हो तपाईँका आमा बुवा बाहेक? मेरो जीवनको पहिलो हिरो आमा बुवा बाहेक मैले सम्झिनु पर्दा आई थिङ्क सबै मेरो गुरुहरू। मैले जुन स्कुलमा सुरुवात गरेँ मेरो पढाइ ज्ञानोदय सेकेन्डरी इङ्ग्लिस बोर्डिङ स्कुल धरानमा, आई थिङ्क सबै मेरो टिचर्सहरू नै होला मेरो हिरो चाहिँ, किनकि उहाँहरूले नै सेप गर्नुभयो। जति घरमा एउटा नर्चरिङ इन्भाइरोमेन्ट थियो त्योभन्दा बाहिर चाहिँ टिचरहरूले नै हो मलाई जे कुरामा पनि, पढाइमा होस् या बाहिर एक्स्ट्रा करिकुलर एक्टिभिटिजमा होस्, सबैमा एकदमै मोटिभेट गर्नुहुन्थ्यो सानैदेखि। सो उहाँहरू नै हो। आफ्नो जीवनलाई फर्केर हेर्दाखेरि आजभन्दा 10 वर्ष अगाडि के त्यस्तो चिज थियो जो तपाईसँग थिएन र आज छ? विस्डम मेबी, अनि अलिकति कन्फिडेन्स पनि। त्यो बेला चाहिँ कति कुरा थाहा छ जस्तो लाग्थ्यो, कति कुरा भन्दा धेरै कुरा थाहा छ जस्तो लाग्थ्यो मलाई। अनि मलाई सानैदेखि फेरि अलि आफूभन्दा अलिकति एजमा ठुलो मान्छेहरूसँग सङ्गत गर्न मन लाग्ने, उहाँहरूको गफ सुन्न मन लाग्ने। अनि मेरो साथीहरू भन्दा पनि दिदीको साथीहरूसँग या मम्मीको साथीहरूसँग चाहिँ गफ भइरहेको बेला म त्यहाँ बसेर सुन्ने गर्थेँ। अनि कति कुराहरू चाहिँ उहाँहरूले भनिराख्दा मलाई पनि थाहा छ यो कुरा जस्तो लाग्थ्यो। तर अहिले आएर आफैले एक्चुअल लाइफ एक्सपिरियन्स गर्दाखेरि चाहिँ हो मलाई त केही पनि थाहा रहेन रहेछ भन्ने जस्तो हुन्छ। सो त्यही होला अलिकति विस्डम र अनि आफैलाई कसरी अगाडि मान्छेहरूको अगाडि प्रस्तुत गर्ने, अनि कसरी बोल्ने, कुन इन्भाइरोमेन्टमा चाहिँ मैले त्यहाँको एनर्जीलाई चाहिँ एब्जर्ब नगरिकन, आफूलाई एफेक्ट हुन नदिकन अगाडि बढ्ने भन्ने चाहिँ अलिकति कन्फिडेन्ट बटुलेको छु जस्तो लाग्छ। आजभन्दा 15 वर्ष अगाडि कि मेरुनाले आजकी मेरुनालाई कमेन्ट गर्नु पर्दा के कमेन्ट गर्छे भने? 15 वर्ष अगाडिकोले आई थिङ्क थ्याङ्क यू भन्छ होला जस्तो लाग्छ मलाई, फर जस्ट कन्टिन्युइङ ब्रिङिङ द्याट ट्यालेन्ट इन यु। होइन भन्दा पनि फर जस्ट नट गिभिङ अप अनि कन्टिन्युइङ टु फलोइङ यर प्यासन। अनि एउटा पोइन्टमा आइसक्दाखेरि ला गर्न सकिन्छ सकिँदैन भन्दा पनि आई थिङ्क अहिलेको म जुन स्टेजमा छु त्यो चाहिँ मैले त्यो गिभ अप नगरेर नै हो जस्तो लाग्छ। कन्सिस्टेन्ट एफर्टको साथमा अगाडि बढिराख्नुपर्छ भन्ने चाहिँ मान्यता थियो। सो 15 इयर्स अगाडिको मिरुनाले चाहिँ थ्याङ्क यू नै भन्छ होला फर किप गोइङ अनि डुइङ वाट यु लभ भनेर। अरूले तपाईको बुझ्न नसकेको महत्त्वपूर्ण पक्ष के हो? त्यस्तरी त मैले आई थिङ्क सोचेको पनि छुइनँ होला, तर म आफैले चाहिँ पनि आफैलाई बुझ्न नसकेको चाहिँ एउटा टाइममा आएर चाहिँ
मैले एकदमै म सिरियस हुनुपर्छ, म हुन्छ नि मैले चाहिँ यो कुरा गर्नुहुन्छ, यो कुरा गर्नु हुँदैन, अनि धेरै चाहिँ मैले त्यो सोसाइटल प्रेसर या फ्यामिलीबाट त प्रेसर नभए तापनि एक हिसाबले आफूलाई क्यारी गर्नुपर्छ भन्ने प्रेसर चाहिँ मैले जहिले पनि दिइरहेको हुन्थेँ आफैलाई। अनि अहिले आएर हेर्दाखेरि त्यो म जति पनि अहिले सेटमा मान्छेहरू भेट्छु अनि जति पनि भेट्दाखेरि चाहिँ तपाईँ त मैले सोचेको भन्दा भिन्न हुनुहुन्छ भन्नुहुन्छ कि धेरैले। सो त्यो चाइल्ड लाइक नेचर चाहिँ ममा अझै पनि छ अनि मैले जहिले पनि एकदमै सिरियस एकदम फर्मल चाहिँ म हुँदिनँ भन्ने चाहिँ आई थिङ्क मान्छेहरू अलिकति सक्ड हुनुहुन्छ भेट्दाखेरि। रमाइलो गर्ने र त्यो स्पन्टेनिटी चाहिँ छ। चित्त कतिको दुख्छ? मलाई दुख्छ एकदमै। आई थिङ्क सानो कुराले नै ह्याप्पी हुन्छु अनि सानो कुराले नै फेरि चित्त पनि दुख्छ, तर आफ्नो क्लोज मान्छेहरूबाट चाहिँ धेरै चित्त दुख्छ रादर देन अब भर्खरै भेटेको मान्छे। चित्त दुख्छ म के त्यस्तो बाहिर त देखाउँदिनँ, आफैलाई भित्रभित्रै राख्छु। अनि मेरो थेरापी भनेको चाहिँ रुनु हो जस्तो लाग्छ मलाई। इमोसन्स चाहिँ एकदमै निस्किनुपर्छ, त्यसलाई दबाएर राख्नु हुँदैन जस्तो लाग्छ। अनि मेरो आई थिङ्क फर्स्ट इन्स्टिङ्क्टै रुने हुन्छ, चाहे त्यो चित्त दुख्दा होस्, रिस उठ्दा होस्, जे गर्दा पनि आफूले त्यो नसकिरहेको बेला चाहिँ नि आँसु एकचोटि आइसकेपछि चाहिँ रिलिफ भएर अनि म फेरि क्लियर हेडले सोच्न सक्छु कि। सो त्यही नै होला। केही गरी हाँसो र पीडा बीचको अन्तर सम्बन्धलाई व्याख्या गर्नु पर्यो भने कसरी गर्नु? त्यो त आई थिङ्क मैले सोच्दाखेरि चाहिँ लाइफ इन जेनरलै रमाइलो क्षणहरू जहाँ हाँसिन्छ, त्यो दुःखको क्षणहरू जहाँ रोइन्छ, त्यो सबै नै एक बिना अर्को चाहिँ अधुरो नै छ जस्तो लाग्छ र त्यसको महत्त्व बुझ्न पनि सकिँदैन रहेछ। मेरो लाइफ एक्सपिरियन्समा चाहिँ जहिले तहिले मैले सानोमा हुँदाखेरि एउटा बबलभित्र बाँचिरहेको थिएँ जस्तो लाग्छ मलाई अहिले सम्झिँदा। युके बसिराख्दा एउटा प्रोटेक्टेड चाइल्डहुड, अनि जहिले पनि रमाइलो हुन्छ नि, आमा बाबा जहिले पनि सँगै हुनुहुन्छ, म हाँसी नै राख्न पाऊँ जस्तो हुन्थ्यो। तर जब रुने क्षणहरू आयो त्यसले चाहिँ मलाई त्यो रमाइलो क्षणहरूलाई अझ एप्रिसिएट गर्न सिकायो। सो आई थिङ्क लाइफमा दुईटै पक्ष चाहिँ इम्पोर्टेन्ट छ टु टिच अस द भ्याल्यु अफ दि अदर कि। सो रमाइलो क्षणहरूले हामीलाई दुःखको क्षणहरूलाई चाहिँ यो त्यति लामो समय रहँदैन, हामी फेरि हाँसिन्छ भन्न सिकाउँछ भने दुःखको क्षणहरूले चाहिँ रमाइलो क्षणहरूले नै हामीलाई अगाडि बढ्न हेल्प गरिरहेको हुन्छ, त्यो एउटा मेमोरीमा राखेर। सो दुइटैको भ्याल्यु बुझ्नलाई चाहिँ दुइटै इम्पोर्टेन्ट छ होला। कहिलेकाहीँ पीडामा या चित्त दुख्दाखेरि बेसरी चिच्याउन मन लाग्छ तर चिच्याउन पनि पाउनुहुन्न, त्यस्तो सिचुएसन कहिले फेस गर्नुभएको छ? त्यस्तो समयहरू आइरहेको हुन्छ। कति काममै पनि अब फ्रस्ट्रेटिङ इन्भाइरोमेन्ट हुन्छ कहिलेकाहीँ, कहिले सेड्युलको हिसाबले या आफूले सोचे जस्तो मैले यसरी काम गर्छु भनेर सोचेको बेला त्यो नहुँदाखेरि चाहिँ त्यस्तो मोमेन्ट्सहरू त आउँछ। मेरो त्यो रिलिज भनेको चाहिँ म यतिकै ड्राइभमा भइराख्दा ठुलो म्युजिक बजाएर त्यो सँगसँगै गाएर यतिकै सिङ्गलङ गरेर निकालिरहेको हुन्छ त्यसरी नै। त्यो तर एकदमै कराउनै पर्ने, चिच्याएर त्यस्तो गर्नुपर्ने चाहिँ मलाई हुँदैन। त्यो अरू आउटलेट्सहरू खोजिरहेको हुन्छु मैले चाहिँ। कम्प्लिमेन्ट्स त मनज्ञ नै आउँछ। हाउ डु यु म्यानेज टु किप योर सेल्फ ग्राउन्डेड? आई थिङ्क मलाई त्यो जुन मेरो हुर्काइ भयो अनि जुन हिसाबले एउटा कल्चर मैले पाएँ घरमा, त्यसले चाहिँ मलाई एप्रिसिएट गर्न चाहिँ सिकाएको छ। एकदमै ग्रेटफुल छु सबैप्रति, जति पनि कम्प्लिमेन्ट या राम्रो मान्छेहरू भेट्छु मैले, जति पनि राम्रो कामहरू गर्ने अपर्च्युनिटी पाइरहेको हुन्छु त्योप्रति ग्रेटफुल छु। तर मलाई के पनि थाहा छ भने यो सब जहिले तहिलेको लागि हुँदैन भन्ने पनि आई थिङ्क इन द ब्याक अफ माई हेड चाहिँ मैले यो पाइरहेको चाहिँ मेरो कर्मले गर्दा हो, म यतिकै पाएको होइन। सो कर्म गर्न छोड्नु हुँदैन भनेपछि चाहिँ फोकस गोज टुवर्ड्स वर्किङ हार्ड, अनि हुन्छ नि त्यसलाई कसरी अगाडि बढाउने, कसरी त्यो कम्प्लिमेन्ट चाहिँ अझ पाइराख्ने, मेन्टेन गरिराख्ने भनेर त्यो फोकस सिफ्ट हुन बित्तिकै आई थिङ्क इट हेल्प्स मी स्टे ग्राउन्डेड। फर्स्ट फिल्मको फर्स्ट कमाई हातमा पर्दाखेरि कस्तो महसुस भयो? आई थिङ्क एज अ एडल्ट भनौँ न, आफैलाई एडल्ट भएर अब चाहिँ मैले काम पनि आफूले गर्न खोजेको काम
त्यो पनि यति प्यासनेटली मैले सोच्दै नसोचेको अपर्च्युनिटी थियो जुन फर्स्ट फिल्म थियो त्यो गरेर पाउँदाखेरि चाहिँ मैले गिफ्ट किनिदिएको थिएँ सबैलाई फ्यामिलीलाई अनि आफ्नो लागि पनि एकदमै खुसी लागेको थियो अनि जुन मैले युकेमा काम गरेर एउटा स्यालेरी कमाइरहेको थिएँ राम्रो स्यालेरी थियो यहाँको भन्दा पनि राम्रो कमाइ थियो तर त्यसले जति ह्याप्पिनेस दियो मलाई जुन यहाँ नेपाल आइसकेर काम गरेको कमाइले त्यो चाहिँ अर्कै नै छ मलाई त्यो अझै पनि याद छ भनौँ न यसरी पनि कमाइ हुँदो रहेछ या मैले चाहेको काम गरेर पनि मैले चाहिँ कमाउन सक्दो रहेछु भन्ने फिलिङ चाहिँ मलाई थाहा थियो अनि एकदमै खुसी लागेको थियो पहिलो कमाइलाई सम्झिँदा र आज वर्तमानमा हुने कमाइलाई दाँच्दाखेरि कस्तो महसुस हुन्छ त्यो एकदमै अब भनौँ न त्यसरी दाँजेर त मैले सोचेको पनि छुइनँ तर त्यो प्रोग्रेसिभली नै जति एफर्ट लगायो जति आफूले कन्सिस्टेन्टली म आफूलाई बेटर गर्दै लान्छु भनेर मैले जसरी अगाडि बढेँ त्यसरी नै प्रोग्रेसिभ हुँदै गएको छ अनि खुसी लाग्छ म एकदमै माया पनि लाग्छ मलाई आफैलाई सम्झिँदा त्यो बेलाको कति वर्ष अगाडिको मिरुना सम्झिँदा र अहिले सम्झिँदाखेरि चाहिँ त्यही माया लाग्छ मलाई आफ्नै माया लाग्छ त्यो बेला जुन मैले गिभ अप गरिनँ अनि काम गरि नै राखेँ र टिमहरूप्रति पनि ग्रेटफुल छु म प्रिय दर्शकवृन्द के तपाईँले कहिले सोच्नु भएको छ एउटा मानिसको सफलताका पछाडि उसको मेहनत र लगनशीलताका साथै अरू कतिजनाको परिश्रम र प्रार्थना रहेको हुन्छ एउटा छोटो विश्रामपछि हामी कुरा गर्नेछौँ त्यस्ता सपनाहरूको जसले मिरुनाजीलाई यहाँसम्म पुग्न सफल बनायो Norvik International Hospital has witnessed the growth and development of Nepali community for a long time. We have evolved alongside our patients, providing them with compassionate care during their toughest times. Despite various challenges, we have remained resilient, optimistic, and worked towards a healthier future. Over the years, we have grown from strength to strength, becoming a trusted name in Nepal's healthcare sector. With state-of-the-art facilities, renowned specialists, and commitment to innovation, Norvik has transformed the country's healthcare landscape, paving the way for new technology and modern medical practices. As we celebrate our 30th anniversary, we want to thank our patients, partners, and staff for their trust and support. Here's to another 30 years of compassionate care. टक्कसँग जुन टुट्यो छको चिप्समा खुल्यो कठोर स्वभावको ऊ पनि बिस्तारै पग्लन थाल्यो मिठा ती चाहनाहरूका ढोका अनि आफै खुल्न थाल्यो चुलबुले अनि लापरवाह मन रमाएर उफ्रिन थाल्यो सम्बन्ध जोगाउन होस् या बनाउन पशुपति कुकीज ब्रेकपछि फेरि एकपटक स्वागत गर्दछु तपाईहरुलाई अनि आजकी हाम्री पाहुना प्रतिभाशाली मिरुना मगरलाई धन्यवाद जुन रफ्तारमा तपाई फिल्महरु गर्दै हुनुहुन्छ त्यो रफ्तारमा क्वालिटीलाई कसरी तपाईले अस्योर गर्नुहुन्छ होला त्यो चाहिँ मैले पनि अहिले सोचिराखेकै कुरा हो अहिले रिसेन्ट टाइममा चाहिँ मैले आई थिंक लास्ट फ्यु प्रोजेक्ट्समा चाहिँ टाइम अलिकति एकदमै क्रन्च भएर शेड्युल चाहिँ ब्याक टु ब्याक गर्न परिरहेको छ सो त्यो प्रोसेस चाहिँ अझै फिगर आउट गर्ने प्रोसेसमै छु तर लकीली भनौं अहिलेसम्म काम गरेको सबै टिमहरुले चाहिँ त्यो एफर्ट जुन मैले लगाइरहेको हुन्छु अन सेट
त्यसलाई चाहिँ अझ एप्रिसिएट गरेर अनि कसरी चाहिँ अझ राम्रो काम निकाल्ने भनेर म एक्लैले भन्दा पनि एन्टायर टिमको हात हुन्छ। सो त्यसमा नै मैले फोकस गरिरहेको छु र अहिले काम गरिराख्दाखेरि चाहिँ एउटा राम्रो टिम भयो भने चाहिँ मैले सक्ने रहेछु भन्ने चाहिँ मलाई फिल भइरहेछ। हजुर, क्वालिटी एन्स्योर गर्नको लागि चाहिँ आई थिङ्क एज एन एक्टर हामी एकदमै भलनरेबल हुन्छौँ। म एक्लैले राम्रो काम गर्छु, म एकदमै खतरा गर्छु, म जति सक्दो एफर्ट लाउँछु भने तापनि त्यो एन्टायर टिमको त्यति नै एफर्ट अनि त्यति नै क्वालिटी छैन भने चाहिँ त्यो काम देखिँदैन। हजुर, सो त्यो हिसाबले चाहिँ अहिलेसम्म लकिली मैले टिमको हेल्पले चाहिँ हजुर इक्वली हजुर डेडिकेटेड हजुर। सो त्यो उहाँहरूले बुझेर सेड्युल बुझेर त्यसरी नै टाइम पनि म्यानेज गरिदिइराख्नु भएको छ अनि त्यसरी अब क्वालिटी चाहिँ होपफुली क्वान्टिटी सँगसँगै क्वालिटी पनि त्यत्तिकै राम्रो होस्। लाइफलाई कसरी प्लान गर्नुभएको छ, कहिलेसम्म मुभी, आफ्टर द्याट गोइङ ब्याक टु सोसल वर्क अर यु हेभ सम अदर आइडियाज? अहिले प्रेजेन्ट टाइममा त मलाई काम गरिराख्न पाऊँ जस्तै लाग्छ। यो यस्तो फिल्ड हो जुन चाहिँ यसलाई कुनै एज लिमिटले छुन्छ जस्तो लाग्दैन। मैले एज एन एक्टर चाहिँ अब क्यारेक्टर रोल्सहरू पनि अझै गर्न सक्छु होइन। मलाई काम गरि नै राख्न मन छ लङ टर्मसम्म नै अनि अझ आफूलाई एजुकेट गरेर कसरी हुन्छ मैले अगाडिको दिनमा चाहिँ एज एन एक्टर मात्रै नभएर प्रोड्युसिङ या फिल्म मेकिङमा पनि मलाई चाहिँ अहिले आएर काम गर्दै जाँदा, पहिला चाहिँ मैले त्यसरी सोच्दिनँ थिएँ तर जति काम गर्दै गयो अझ बुझ्न मन लाग्दो रहेछ बिहाइन्ड द सिनको कुराहरू, टेक्निकलिटिज अफ द वर्क अनि सबै चाहिँ अझ एजुकेट गराउन मन छ आफैलाई। सो यही क्षेत्रमै काम गर्ने इच्छा छ। त्यो सँगसँगै अब सोसियल वर्कको पार्ट हेर्दाखेरि चाहिँ मैले अहिले पनि ठुलो स्केलमा नभए पनि सानो सानो स्केलमा चाहिँ गरि नै रहन्छु। तपाईँको नाममा बायोपिक बन्यो भने त्यसको पहिलो सिन के हुन्छ जस्तो लाग्छ? त्यो बायोपिक बनाउनेमा त म पुगेकै छुइनँ जस्तो लाग्छ। अझै लाइफमा कति धेरै कुरा गर्नु बाँकी छ। तर आई थिङ्क भन्नै पर्यो भने चाहिँ फर्स्ट भनेको आई थिङ्क धरानमा म जब किड क्विन धरान मैले जितेँ त्यहाँ पछाडि चाहिँ एउटा मलाई अपर्च्युनिटी आएको थियो। अरुण प्रधानजीले दिनुभएको थियो त्यो अपर्च्युनिटी चाहिँ एउटा क्याबिन गर्ल भन्ने धरानमा एलसिडी मुभी बनिन्थ्यो हो, त्यसमा चाहिँ एउटा चाइल्ड आर्टिस्टको रूपमा मैले काम गर्ने मौका पाएको थिएँ। सो आई थिङ्क त्यो एक्सपिरियन्स हुन्छ होला अनि त्यहाँबाट सुरु भएर युके गएर सानो सानो प्रोजेक्टमा काम गर्दै गर्दै अनि नेपाल आएर मुभीमा काम गरेको चाहिँ हुन्छ होला सायद। फिल्म इन्डस्ट्रीमा यो लेगेसीले कतिको महत्त्व राख्छ? आई थिङ्क महत्त्वपूर्ण छ। त्यो जुनै पनि क्षेत्रमा, फिल्ममा मात्रै नभएर जुनै क्षेत्रमा पनि एउटा जेनेरेसनले गरिसकेको कामलाई अबको आउने जेनेरेसनले अगाडि बढाउनु त त्यो त ब्युटिफुल कुरा हो जस्तो लाग्छ मलाई। अब हाम्रो क्षेत्रमा पनि कति धेरै त्यस्तो फ्यामिलीहरू हुनुहुन्छ जसले अगाडि बढाइ नै राख्नु भएको छ र राम्रो वेमा अझ हार्डवर्क गरेर त्यसलाई कसरी मेन्टेन गरेर राख्ने भनेर एफर्ट चाहिँ म देखिरहेको हुन्छु। सो इम्पोर्टेन्टै छ तर अब त्यो नै हुनैपर्छ भन्ने पनि छैन। भनेको त्योभन्दा बाहिरबाट आएर पनि काम गर्न सकिन्छ तर इक्वली नै ब्युटिफुल लाग्छ मलाई चाहिँ दुईटै कुरा। ब्यानरले कतिको महत्त्वपूर्ण भूमिका खेल्छ? मेरो एक्सपिरियन्समा चाहिँ खेल्ने रहेछ भन्ने मैले बुझेँ। कन्सिस्टेन्सी किन छैन फिल्म मेकिङमा? एउटा फिल्म बनायो त्यसपछि प्रोड्युसर्सहरू त्यसलाई चाहिँ ब्यानरमा कन्भर्ट गरौँ भन्ने कि कन्सिस्टेन्सी नहुनुको कारण के हो? मैले सुन्दाखेरि धेरैजना चाहिँ अब इन्भेस्ट गर्यो कमायो फिल्मले पनि तर रिटर्न चाहिँ आएन त्यही हिसाबले भन्ने भएपछि फेरि नेक्स्ट प्रोजेक्टमा इन्भेस्ट गर्ने डर पनि हो कि सायद? एज ए इन्डस्ट्री यसलाई चाहिँ ट्रिट नगरिएको पनि जस्तो लाग्छ कि? त्यो पनि छ। मैले सुन्दाखेरि अब मैले मेरो सिनियर्सहरूबाट सुनेअनुसार चाहिँ हाम्रो जुन ऐन छ फिल्मको त्यो नै पनि अपडेट हुन सकिराखेको छैन, नसकेको अवस्था रहेछ। सो त्यो भन्दाखेरि हामी 25-26 भनौँ अलमोस्ट 30 इयर्स ब्याकको एउटा ऐनमा चाहिँ काम अहिले पनि त्यही हिसाबले काम गरिरहेको रहेछौँ। सो त्यो अपडेटेड हुन जरुरी छ। अनि मलाई लागेको चाहिँ ट्रिटमेन्ट एज इन एउटा स्कुलिङ चाहिँ हाम्रो बेसिक लेभलको स्कुलिङ जस्तै जुनै पनि क्षेत्रमा जानको लागि एउटा भनौँ न डिप्लोमा नै किन नहोस् सानो एउटा एजुकेसन त हामीले बेसिक एजुकेसन लिन्छौँ। फिल्म क्षेत्रमा आउनको लागि चाहिँ
त्यो अलिकति ल्याकिङ छ जस्तो लाग्छ मलाई। हामी अर्को सेगमेन्ट उखान टुक्कातर्फ जाउँ। हुन्छ। ऋण लाग्दा नडराउनु, दिन लाग्दा डराउनु। समय खराब हुँदा डराउनु, पैसा सकिँदा नडराउनु, किनकि फेरि कमाउन सकिन्छ अनि। यस, भेरी मच, भेरी ट्रु। एउटाले बिरायो, शाखा पिरायो। एकजनाले नराम्रो गर्यो भने त्यो होल सेक्टर और या भनौँ न ग्रुपलाई नै नराम्रो आउँछ। सानो गल्तीले समाज परिवार सबैलाई दुःख दिन्छ। एक कान दुई कान मैदान। यो त आई थिङ्क हाम्रो फिल्म इन्डस्ट्रीमा एकदमै एपेरेन्ट कुरा हो। र्युमर्सहरू एउटा सानो कुरा आउँछ अनि त्यसमा अझै बढ्दै बढ्दै अझ बढी सबैतिर नै स्प्रेड भइरहेको हुन्छ। ब्याड न्युज ट्राभल फास्ट भनेको त्यही नै हुन्छ। एक थुकी सुकी 100 थुकी नदी। ओके, यो चाहिँ कस्तो भने एकजनाले मात्रै गरेको एफर्टले चाहिँ अलिकति इफेक्ट नहोला, तर धेरैजनाले नै ग्रुप एफर्ट इज मोर इम्पोर्टेन्ट अनि इट क्रिएट्स मोर रिजल्ट भनेको हैन। एक पन्थ दुई काज। पन्थ भनेको एक पन्थ दुई काज, एउटा रिजनको दुईटा फुलफिलमेन्टको लागि दुईटा कार्य गर्नेमा पनि तपाईले गर्न सक्नुहुन्छ। मल्टिटास्किङको रूपबाट पनि यसलाई गर्न सक्नुहुन्छ। सो एउटै कारणले गर्दाखेरि दुईटा काम गरिरहेको टु गेट द सेम रिजल्ट। यस, हैन त तपाईले भरपूर प्रयास गर्नुभयो र जवाब पनि दिनुभयो। मिरुना, जीवन के हो जस्तो लाग्छ? जीवन जर्नी हो, अप्स एन्ड डाउन्स, एकदमै हाँसो रमाइलो खुसी दुःख सबै कुराको मिश्रण हो अनि सिक्ने एउटा यात्रा हो जस्तो लाग्छ। हिँडिराख्दाखेरि धेरै कुरा सिकिन्छ अनि सुरुवातदेखि अन्त्यसम्म नै सिक्ने क्रम चाहिँ कहिले पनि सकिँदैन। त्यही नै होला जस्तो लाग्छ। हजुर, तपाईको जीवनलाई रिवाइन्ड गर्न सकियो भने कुन मेमोरी जिउन चाहनुहुन्छ? आई थिङ्क धेरै नै छ त्यस्तो मेमोरिजहरू त, तर मलाई चाहिँ बाल्यकालै हो। धरानमा हुँदाखेरिको जुन एउटा अहिले मेरो बाजे बजे सबै बितिसक्नुभयो, उहाँहरू हुनुहुन्न, त्यही भएर उहाँहरू भएको समयको त्यो दसैँ तिहारको माहौल अनि ब्लेसिङ्सहरू पाएको उहाँहरूबाट, उहाँहरूको साथमा जहिले पनि अझै टाइम स्पेन्ड गर्थ्यो होला जस्तो लाग्छ। सो बाल्यकालमै फर्किन चाहन्छु। हजुर, तपाईले अहिलेसम्म लिएको मोस्ट स्पोन्टेनियस डिसिजन के हो? टु कम टु नेपाल त्यही नै हो। मैले काम गरिरहेको रेजिग्नेसन लेटर पनि भेरी वाइज डिसिजन। हजुर, थ्याङ्क यू। एकदमै झट्टै मैले काम छोडेर आएको थिएँ नेपाल। भनेको काम गरिरहेको मान्छे खोइ के भयो मलाई त्यति बेला अनि म रेजिग्नेसन ह्यान्ड इन गर्छु भनेर 2 weeks नोटिस दिएर म नेपाल आएको थिएँ। इफ यु वर अ परफ्युम, हाउ वुड यु हेभ डिस्क्राइब योरसेल्फ? म त एकदमै परफ्युम लभरै हो। आई थिङ्क भेनिला with notes of bergamot अनि मलाई एकदम गोर्मान्ड फेभरेट त्यो फ्लेभर्सहरू मनपर्छ। सो आई थिङ्क त्यस्तै हुन्छ होला। अलि सुरुमा आउँदाखेरि अर्कै एउटा नोट हुन्छ, तर पछि ड्राई डाउन चाहिँ एकदमै स्ट्रङ बसिराख्ने लामो समयसम्म। जीवन बस भएको भए तपाईँ ड्राइभर हुनुहुन्थ्यो कि प्यासेन्जर? ड्राइभर। आई थिङ्क म ड्राइभर भए पनि मैले चाहे जुनै पाथ चुज किन नगरौँ त्यो मेरो कन्सियस डिसिजन हुन्छ अनि त्यसको रिजल्ट पनि मैले नै एक्सपिरियन्स गर्न पाउँछु अनि केही भए कारणले चलेन भने पनि मैले कसैलाई ब्लेम गर्न पर्दैन, आफ्नै डिसिजन हो भन्ने हुन्छ भएर चाहिँ मलाई ड्राइभरै हुन मन छ। इफ लाफ्टर वर अ करेन्सी, हाउ रिच Miruna would have been today? I think very rich actually. किनकि मलाई जति हाँस्न मन लाग्छ त्यति नै स्प्रेड पनि गर्न मन लाग्छ।
आफू मात्रै नभएर मेरो वरिपरिको मान्छे सबै हाँसिरहेको देख्न पाऊँ जस्तो लाग्छ अनि सकेसम्म खुसी पार्न ट्राई गर्छु फ्यामिलीलाई फ्रेन्ड्सलाई चाहे सेटमै किन नहोस् क्रू मेम्बर्सहरूलाई सबैलाई नै त्यो एउटा इन्भाइरोमेन्ट चाहिँ क्रिएट गर्ने ट्राई गरिरहेको हुन्छु आई थिङ्क आई वुड बी कन्टेन्ट एकदमै राम्रै हुन्थ्यो होला कमाएको सपोज मिरुना 70 वर्षकी मिरुनालाई आज कि मिरुनाले एउटा पत्र लेख्नु पर्यो भने के सन्देश दिन्छन् 70 वर्षको मिरुनालाई आई थिङ्क आई वुड राइट आशा छ तपाईँले सोच्नु भएको जे गर्छु भनेर सोच्नु भएको थियो लाइफमा त्यो सबै गर्नुभयो होला अनि कुनै पनि रिग्रेट बिना जे पनि डिसिजन लिनुभयो त्यो सबैलाई आत्मसात गर्दै अगाडि बढ्नुभयो होला आई होप यु हेभ अ ह्याप्पी फ्यामिली अनि एकदमै भनौँ न कन्टेन्ट अनि आनन्दको लाइफ चाहिँ बाँच्नुभयो होला भनेर भन्छु होला तपाईँको जीवन एउटा गीत हो भने त्यसको अन्तिम बोल के हुनेछ केही मिठो बात गर त्यही हुन्थ्यो होला आई थिङ्क रात त्यसै ढल्किँदैछ रमाइलो क्षणहरूलाई चाहिँ इन्जोय गरौँ किनकि पछि छुट्टिनु त छँदैछ भने जस्तै त्यही गीत हुन्थ्यो होला हरे एकान्तमा रुनु त छँदैछ छुट्टिने बेलामा तपाईँले आफ्नै आमालाई आजसम्म सेयर नगर्नुभएको कुनै सिक्रेट आज सेयर गर्न चाहनुहुन्छ त्यस्तो सिक्रेट केही त छैन किनकि सबै नै मम्मीलाई भनिरहेको हुन्छु तर आई थिङ्क भन्नै पर्दाखेरि जति मैले देखाउँछु मम्मीलाई त्योभन्दा अझै 10-20 गुणा बढी माया गर्छु म मम्मीलाई अनि उहाँबाट इन्स्पायर्ड छु अनि जति अब कति मेरो सबभन्दा बिगेस्ट सपोर्टर सबभन्दा बेस्ट क्रिटिकै मम्मी नै हुनुहुन्छ अनि कति हाम्रो एकदमै डिस्कसन्सहरू भइरहेको हुन्छ यस्तो होइन मम्मी यस्तो यस्तो भनेर त्यो भइरहेको भए पनि उहाँले भनेको सबै कुरा चाहिँ मैले सुनिरहेको हुन्छु र त्यसलाई लाइफमा इम्प्लिमेन्ट गरिरहेको हुन्छु त्यो चाहिँ मम्मीलाई कतिको थाहा छ थाहा छैन त्यही होला सायद आम स्योर तपाईँको मम्मीले पनि यो कार्यक्रम हेरिराख्नु भएको होला र म उहाँलाई आग्रह गर्छु कि तपाईँकी छोरीले तपाईँलाई हदैसम्म माया गर्नुहुन्छ र रेस्पेक्ट गर्नुहुन्छ थ्याङ्क यू सोसल मिडिया प्रति तपाईँको धारणा के छ अहिलेसम्म आइपुग्दाखेरि त आई थिङ्क इट्स अ टुल फर द्याट यु क्यान युज टु मेक यर लाइफ बेटर होइन अहिले जुनै क्षेत्रमा हुँदा पनि हामीले चाहे त्यो मार्केटिङ होस् हाम्रै काममा पनि फिल्मको प्रमोसनदेखि लिएर सबैमा नै हामीले युटिलाइज गरिरहेको हुन्छौँ तर त्यो भनिराख्दाखेरि युजर्सहरूले चाहिँ एकदमै सतर्क भएर अनि स्पेसली चिल्ड्रेनहरूलाई चाहिँ बचाउनुपर्छ जस्तो लाग्छ अहिलेको सोसियल मिडियाबाट त्यसलाई एज अ टुल युज गर्ने न कि एज अ पार्ट अफ यर लाइफ हुन्छ नि इट्स त्यहाँ छ सबै कुरा छ सबै देखिन्छ हामीलाई कनेक्ट गरेर राखेको छ तर त्यसमा मात्रै सीमित नभएर जीवन चाहिँ त्योभन्दा बाहिर अझ राम्रो छ अनि त्यही हो आई थिङ्क फिल्टर चाहिँ हुनपर्छ अनि हामी सोसियल मिडियामा जे पनि बोल्न सक्छौँ जे पनि गर्न सक्छौँ भन्दैमा अलिकति आफ्नो डेमोक्रेसीलाई चाहिँ मिसयुज चाहिँ नगर्नु भन्न चाहन्छु हजुर जीवन न त सधैँ उज्यालो हुन्छ न त सधैँ अँध्यारो तर जीवन सधैँ सुन्दर हुन्छ जब त्यसमा सपना र सङ्घर्ष मिसिएको हुन्छ आज मिरुना मगरसँगको कुराकानीले हामीलाई सम्झाएको छ कि सङ्घर्षभित्र लुकेको कथाले नै मानिसलाई विशेष बनाउँछ धन्यवाद मिरुनाजी तपाईँको मनको कुरा हाम्रो मनसम्म ल्याइदिनु भएकोमा हामी तपाईँको सफल र सुन्दर भविष्यको कामना गर्दछौँ धन्यवाद प्रिय दर्शकवृन्द तपाईँहरूको माया र साथका लागि हाम्रो च्यानललाई लाइक शेयर सब्सक्राइब र कमेन्ट गर्न नबिर्सिनुहोला तपाईँको रचनात्मक प्रतिक्रियाको प्रतीक्षा हामीलाई सधैँ रहनेछ अर्को साता फेरि भेटौँला अर्को संवेदनशील मनसँग मनका कुरा विथ बसन्त चौधरीमा मनका कुरा टिमका तर्फबाट एउटा मायाको चिनो प्रदान गर्दछौँ Thank you.